फरक लिथियम ब्याट्रीको बारेमा जानकारी गराउन गइरहेको छु। यो हामीसँग अहिले एउटा यो लिथियम ब्याट्री आएको छ। यो तपाईको 12 भोल्ट, यो 100 एम्पियरको, यो 12 भोल्ट 100 एम्पियरको ब्याट्री तपाईले चाहिँ 160 170 एम्पियरको जुन अहिले ट्युबलर ब्याट्रीहरू छ त्यसको ठाउँमा यो प्रयोग गर्न सक्नुहुन्छ र त्यही बराबरकै तपाईलाई चाहिँ त्यो भन्दा राम्रो ब्याकअप दिन्छ यसले दिन्छ र यसमा पानी हाल्ने यताउता छैन। फेरि यो सेम लिथियम ब्याट्री नै हो, पानी हाल्नुपर्ने झन्झट यताउता केही पनि छैन। यो तपाईले भित्तामा टाङ्न पनि मिल्ने खालको यो दुईवटा पाल छ। यहाँ यो दुईवटा पाल छ, यो पालको उसमा चाहिँ किला ठोकेर मजाले भित्तामा टाङ्न सक्नुहुन्छ। यसमा धेरै पनि छैन र यसमा तपाईले आफ्नो पुरानो इन्भर्टर नै युज गर्न सक्नुहुन्छ। जुन पुरानो तपाईसँग जुन अहिले ब्याट्रीमा युज गरिराख्नु भएको छ इन्भर्टर, तपाईको ब्याट्री बिग्रियो भने त्यो ठाउँमा पनि युज गर्न सक्नुहुन्छ र नयाँ इन्भर्टरसँग पनि युज गर्न सक्नुहुन्छ। यसमा छुट्टै इन्भर्टर राख्नुपर्छ। यस्तो तपाईको यो चाहिँ यहाँ ब्याट्रीको जसरी त्यो ट्युबलरहरुमा ब्याट्री जोड्ने ठाउँ हुन्थ्यो त्यसरी नै यहाँ ब्याट्री जोड्ने ठाउँ छ। यहाँ कसने नट लगाएर कसने खालको छ र यसको वारेन्टीको कुरा गर्नुपर्दा यो तपाईको 5 वर्ष वारेन्टी सहित आउँछ यो ब्याट्री चाहिँ। यो फेरि स्मार्टेन कम्पनीको हो, स्मार्टेन कम्पनीको ब्रान्डेड ब्याट्री हो। यसको तपाईलाई 5 वर्षसम्म वारेन्टी हुन्छ। यसलाई सजिलो चलाउन पनि एकदमै सजिलो छ। यहाँ एउटा नट यो स्विच छ, यो स्विच अन गरेर चलाउन सकिन्छ। र एउटा यो लिथियम ब्याट्रीहरुको एउटा राम्रो सुविधा भनेको के हुँदो रहेछ भने सेल्फ डिस्चार्ज हुँदैन। अहिले धेरै जसो ब्याट्रीहरु हामीले देख्छौं चिसोमा राख्ने बित्तिकै ब्याट्री चाहिँ आफै डिस्चार्ज हुँदै जाने, तर यसमा चाहिँ त्यो समस्या छैन। यो सेल्फ डिस्चार्ज हुँदैन, आफै डिस्चार्ज हुँदैन। जबसम्म तपाईले प्रयोग गर्नु हुँदैन तबसम्म यो डिस्चार्ज हुँदैन। एउटा राम्रो कुरा त्यो छ। अर्को कुरा यसमा चाहिँ अहिले तपाईको यो ट्युबलर ब्याट्रीहरुमा के हुन्छ भने विषालु ग्यासहरु तपाईको कोठाभित्र एकदम गुम्म परेको कोठाहरु छ अथवा बेडरुमहरु लगायतमा त्यस्तोमा यदि त्यस्तो खालको ब्याट्री राख्नु भएको छ भने त्यसले चाहिँ विषालु ग्यासहरु चाहिँ आइरहेको हुन्छ। त्यसले चाहिँ हामीलाई धेरै कुरामा असर गर्छ। विषालु ग्यास भन्ने बित्तिकै असर गर्ने कुरा भइ नै हाल्यो, असर गर्छ। त्यो कारणले गर्दाखेरि तपाईले यी ब्याट्रीहरुमा त्यो समस्या चाहिँ हुँदैन। यसमा चाहिँ कुनै पनि त्यस्तो ग्यासहरु निक्लिने वा त्यस्तो तपाईलाई स्वास्थ्यमा चाहिँ असर गर्ने खालका त्यस्ता केही पनि हुँदैन यसमा। त्यसैले यो तपाईलाई एकदमै राम्रो पनि हुन्छ। र अब तपाईले यसमा इन्भर्टर भनेको जुन हाम्रो घरेलु जुन अहिलेसम्म हामीले जुन घरमा प्रयोग गरेका इन्भर्टरहरु हुन्छन्, सानो इन्भर्टरहरु 12 भोल्ट को अथवा 24 भोल्टको पनि छ हामीसँग। यो 24 भोल्ट मोडल पनि छ। यो अलिकति ठूलो छ, यो 24 भोल्टमा हो। तपाईले अब जस्तो 12 भोल्ट 24 भोल्टमा तपाईले चाहिँ इन्भर्टर प्रयोग गरिराख्नु भएको छ भने त्यसको त्यो इन्भर्टरमा ब्याट्री बिग्रियो तपाईको या तपाईले नयाँ नै राख्न खोज्नु भयो भने पनि त्यो इन्भर्टर सहित तपाईले ब्याट्री पनि पाउनुहुन्छ र तपाईको ब्याट्री बिग्रेको ब्याट्रीको ठाउँमा पनि यसलाई चाहिँ युज गर्न सकिन्छ।